खाना आउँछ अरे आज त घुमाएर चाहिँ नजाने मान्छेले हामी चाहिँ के अब के भन्छ गङलाङ जानु पर्छ So what's up beautiful people, it's me Pradeep Thoksu Limbu. I was Sunshine Ansara and Mountain Sunshine to my new channel. Subscribe गरिदिनु होला अनि त्यही हो बिनिका राई रुद्राक्ष एकमुखे अनि अब के पार्ने हैन म त सोध्छु अनि त्यही हो हामी चाहिँ यहाँ तल तिम्रो घरको डेमा त्यसको डेमाकोमा जाँदैछौँ मेरो त सुन्नु देख्नु होला फेरि अब के भन्नु खै अब यस्तै छ है ओ माई गड हरियाली यो अनि बिनिका राई र म चाहिँ जाँदैछौँ उसको डेमाको घर हल्का रमाइलो अनि जङ्गल घारी छ अनि तपाईँहरूलाई म अलिक अब यता चाहिँ कस्तो भन्ने ठाउँ चाहिँ अलिक हरियाली क्या बबाल हरियाली अनि चट्ट दामी चाहिँ हेर्न सक्नुहुन्छ है भ्यू फुटेज यो यस्तो उता देख्नुभयो पारी अनि यो चाहिँ मेरो बिनिका राईको के हो बिनिका राई भनेको तपाईँको को बिनिका राई तिमीको हो मेरो को तपाईँको मेरो तिमीको म त चिन्दिनँ गएको बोलाउँदैन हो त अरे बिनिका राई उसको माइती घर होइन है त्यस्तो आयो अनि यता न उतै रोटी घुम्नु ओ कहाँ हो मेरो देमा घर भिडियो बनाउनु न होइन तपाईँ र म के भाले सुरुबाट घर नाम सुन्नुलाई मेरोमा गर्ने डेमा आउनु भयो Oh my god, Turula Mata Gale. Oh no. धन्यवाद क्या कुराको देमा यतिको एबो दिनु ले चाहिँ एबो खाना आउँछ अरे आज त घुमाएर चाहिँ नजाने मान्छेले के देख्नु परेको नि यो म अचम्म लागिरहेको छ अरे साँच्चै आएको आउँछ खानु आउँदैन भनेको होइन डाइट हो क्या कस्तो लागिरहेको छ यो खाँदा हुन्छ त खाने उकालो हिँड्दै जानुपर्ने छ अनि बिनिका राईले थर्काएर उखाली हिँडेको छ मलाई बारी बोकेको छ उसको गाउँमा थर्काएको छ ठिकै छ होइन के हो बिनिका राई भनेर भन्छ त नि होला तर डाइट बोक्दा आफ्नै डाइट सकिनु पर्यो अनि त्यही हो गाइस हामी फर्किँदैछौँ तर डेमा राई भाषालाई चाहिँ ठुलो मम्मी बडा मालाई चाहिँ डेमा भन्दा रहेछ गाइस म चाहिँ थाकिसकेको छु बिनिका राई हिँड्दैछ माथि लन्ठ्याङ बिनिका बोल न एक दुई शब्द बोल त म के बोल्नु बोल न तपाईले नै बोल्नु
त्यही हो, अब बाटोमै भेटौँला। सुराली जाने हो, भालेको मासु खाने हो बिनिकासँग, यस्तो बाटोमा हिँड्ने हो। यो चाहिँ रोड हो गाई छैन दाजुभाइहरू, यो चाहिँ रोड हो तर रोड चाहिँ भत्केर यस्तो भएको छ। यो पानी जस्तै परेको झरी बर्खायामको सिजनमा यस्तै हो पहाडको रोड। तपाईँहरू आउनु चाहनुहुन्छ भने चाहिँ क्रस फायर डट बाइकमा आउनु होला। डट बाइक पुग्ने काम छैन के थाहा मलाई, म आएन यस्तो ल्याउँछु। चाह्यो भने यस्तो त केही पनि होइन क्या मेरो लागि हो। तर दाजुभाइहरू यता चाहिँ पुरै हरियाली नै हरियाली छ, गरिदिनु सक्नुहुन्छ बिनिका राई। हरियाली यतै पो घर बनाएर बस्नु जस्तो लाग्न थाल्यो हौ मलाई त। बस्दिन आँखा किन चाहिँ हाम्रो केही पनि होइन। अनि म चाहिँ जाँदैछु बिनिका राई। के भन्न त तिम्रो गाउँको बारेमा? मेरो गाउँ एकदम राम्रो छ। खै कहाँ राम्रो लेखेकै छैन त लुङ्स भन त। राम्रो लेखेको छैन नि। बिनिका राईको माइती। हामी चाहिँ अहिले कहाँ जाँदैछौँ त? अस्ट्रेलिया लन्डन पुग्न आँटेको। अनि एरोप्लेनमा उड्नु पर्नेमा चाहिँ खुडीमा उडिरहेको छु। त्यही हो। अनि हामी चाहिँ के अब के भन्छ कङ्गन जानुपर्ने देवहरूकोमा। अनि हामी चाहिँ बुढाबुढी जाँदैछौँ। साथमा लुङ्स पनि हुनुहुन्छ हाम्रो। तर पनि लुङ्स छैन लुङ्गा। अन्त लुङ्स भन्दा पनि हुन्छ नि त। हुँदैन तिमीले लुङ्गा। हामी चाहिँ अब कहिले कङ्गन पुगेर देवहरूसँग भेटेर फर्किनु पर्ने। राति कहाँ जानुभएको? गुड मर्निङ होइन। बिहान बिहान उठेर बसिरहेको छु म चाहिँ चाटसँग। आज चाहिँ अब घर जानुपर्ने छ। अनि हाम्रो लुगालाई चाहिँ गाडीमा हाल्दैन, हामी चाहिँ बाइकमा जान्छौँ गाई छैन। त्यही हो आज त्यस्तै हो, ठिकै छ। के हुन्छ कसो हुन्छ बाटोमै थाहा हुन्छ। त्यही हो गाई।